हेलो साथीहरू सम्पूर्णलाई नमस्कार। के छौ कसो छौ? निकै छौ? हामी पनि निकै छौँ। देख्या त्यो हात दुए भाइ आज अर्को भिडियो बनाए एउटा ल्याइहाल्यो तुम्हारामा हेरे लास्टसम्म के छ कसो छ। तुम भन्न छौ सधैँ प्रकाश त पहाडकै भिडियो मात्रै बनाउँछ, डाँगा डोइलाका ती तग तराईका धान सान पाकेका कति निकै पाकेका छन्। देख्या मान्छे पछाडि ल्याएर कति निको मौसम छ आज, लास्टै राम्रो छ। त्यो बसबाट ल देखाउँछ तिमीलाई धान हिँड पाकेका कति निका छन्। त्यो धानका बाला कति ठुला छन्, धानका बाला देख्या कति निका छन्, कति राम्रो छ, ठिक्कै निका छन्। को भन्नु छ यार निको नै तराई भनेर। सुदूरपश्चिमका 9वटै जिल्ला छन् के, सबै जिल्ला छन्, खुब निका छन्, छिक्कै निका छन्। अब बेली दसैँ भयो देख्या, दसैँ भयो आज। अब जानु पर्यो कर्मथलोतिर। एउटा भिडियो बनाउन जाउँ त ल दुई भाइ भनेर टक्क भिडियो सिडियो बनायो। क्या त जानै पर्यो, धान सान काटेर जाउँला सोच्यौँ घरतिर, जानै पर्यो, काम त गर्नै पर्यो। काम नै गरे कसैले निको नि मान्नु, काम गरे प्यारो नुनाले स्वादी। बुढापाका भन्दा तिनीहरू कहानी सुन्नु पर्दैछ कहिले काहीँ। तर अब एक दुई फोटो भिडियो त खिच्नै पर्यो। भिडियो खिचिसके अब बिस्तारै अगाडि बढ्यो हामी, जान लाग्छौँ अब आफ्नो कर्मथलोतिर ड्युटी गर्दा। हात ठाउँ कति निको छ यार, मौसमले पनि साथ दिएछ। आउने बेला चालम भए अब त्यो बाटो फुल्ली क्या, खै अब गोठै गोठ द गालिदिने हो कि त्यो खलामोड पराल सराल फिजिया छ, कैका पुन के पुन। अब क्या त अब जानै पर्यो देख्या बाटो नै पाएछ। कैको गेट सेट खोली अरुण दिदीलाई सोधे जान पाइने हो कि भनेर भने ल ल ठिक छ जाए यमनै बाटो छ भनेले गयो। तामलाई दुई भाइ कुरा कहानी गर्दा आज हमारा कुराहरू कि मानला नहीं हो, तुम्हारा कुरा सुरा के नहीं गरे, हाम्रै कुरा हुन्। हाम्रै कुरा त को गरिदिन्छ, अब तुम्हारा कुरा हुन्छ। हाँसो लाउँछन् बेला बेला। हाँसो लाउनलाई त एक यिन भयो, एक हाम्रा गोमान्दै हुन् गगन सिंह, हुन् पनि हुन् हाँसो लाउने त जेलै। अब हेर गोरेठा भर्खर बाटो पायो। अब स्वाई त्यो आज हेर यहाँ के अब जुमरबाट देखाउँछ पुरै एमबाई वहाँ पहाड जाने बाटो, गोदावरीको उकालोपुर एमबाई हो पहाड जाने बाटो। त्यो देख्या कति निको छ ठाउँ। आसो घर परदेशी मान्छे को छ घर आसो त्यो धान सान काट्टा भइगयो, सिरौला बनाउला आसो घरतिर आसो। दो बाटो साटो एउटा जन्नाछु देख्या क्या त। अब हामी जान्न रे अतरिया हौँ। अब अतरियालाई देखाउँछु तिमीलाई के छ कसो छ। त्यो अब अतरिया जान लागि पुग्यो आर्मी ब्यारेक।
आर्मी बेरै पुग्यो। अब घामबाट हिँडबाट कसरी जाने, अटोमा जानु पऱ्यो। घाम कि मरु छ, चच्चडाउनु घाम लागिरहेको छ। पारे अटो आउनु छ, यो अटोमा जानु पऱ्यो। ल टुकटुकी आयो, अब टुकटुकीमा जानु पऱ्यो। कतरिया स्वाई 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 घुवा अरेले एकैबाट फुचायो हामीलाई। त्यो अतरिया फुचायो। अतरियामा अब बेली दर्शन भई आजको हुने मान्छे कोही नै चाहिँ सुनसान छ। यहाँ त सब सुनसान भइगयो। अब भइया जति मान्छे जति सबै पहाडतिर गइके, कोही डोटी, कोही अछाम, कोही बाजुरा, कोही डडेलधुरा, बझाङ, बैतडी, दार्चुला सब पहाड गइके। मान्छेभरि सब पहाड छन्। अब यहाँ हुने कोही छैन। अब भोलि पर्सि आउलान्। अब काठमाडौँ जाने गाडी लागेछ। 1-2 पहाड जाने गाडी पनि छन्। त त्यसै हुन्। अब यहाँ अतरी आएपछि चौरा त तिमीलाई देखाउनै पऱ्यो। चौरा देखाउनुभन्दा पहिला अब कपाल सपाल काटो। कपाल सपाल काट्नलाई अब जानु पर्यो। सोचिदियो बाङ्गा कपालिन ठाडा भुमोरी पनि सिधा गरिदियो भने त्यो कपाल सपाल काटेले चटचटाना बनाइदियो। 2 भाइका नुम्मै गोराल देखियो अघि भन्दा। अब जान्छु पाए चौरातिर। हुन त सधैँ देखिया हो तिमीले चौरा, त्यही पनि यसो भिडियो बनाइदियो। अब अहिलेको अवस्था कस्तो छ भनेर हजुरलाई देखाउन लाग्छु। देखिया कति निको छ आज मौसम। नेपालको झन्डा फर 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 गरेर फरफराएको छ। यो पूर्व जाने बाटो, यिनीलाई पूर्व जान्छन्। यो माथितिर जाने बाटो धनगढी, उतातिर मैलनगर। अब पहाडबाट आए बाटो त थाहै छ हजुरलाई। अब सर घुमेर तिमीलाई यो चौरा देखाउँछु। यो जराई चाहिँ हाम्रो शुक्लाफाटा आरक्षको प्रसिद्ध जराई हो। यो बनाएको लगभग 1-2 महिना जति भयो। ल साथीहरू, यो भिडियो यति नै हुनेछ। मन परेमा लाइक, कमेन्ट, सेयर गरिदिनु होला। अर्को भिडियो लिएर आउनेछु। बाई बाई।